एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ म र मेरो वाइफ हामी चाहिँ यता न्यू साउथ वेल्सको गुरिला बे भन्ने ठाउँमा जुन हामी हिजो बसेको होटेल बेसमेन्ट बेबाट कति आधी घन्टा लाग्यो 20 मिनटको ड्राइभमा रहेछ। हामी चाहिँ त्यहाँ आउँदैछौँ। एकदमै क्वाइट छ, एकदमै यस्तो जङ्गलको बिचमा। हामीले चाहिँ गाडी त्यहाँ पार्क गरेछौँ। अब जाउँ बुढी, गर्मी छ एकदमै, तर अब कस्तो मजाको चराको आवाज है। के नेपाल त निस्किने यताबाट होइन नि, यताबाट होला। औ यताबाट रहेछ। तर यो भित्र त गर्मी हुँदैन होला कि, किनभने यो जङ्गलको बिचबाट जाने हो नि त। यहाँबाट जाने रहेछ। के भन्दो रहेछ ल, वेलकम टु बुढीवाडा पोइन्ट्स। ओल्डवाड टु राइडा स्टेसन। राइडा स्टेसनहरू सबै रहेछ नि त ओल्डवाडको। अलिक माथि आएपछि छैन कि यस्तो माथि त बालु कहाँबाट आयो होला है। अब बालुवा नहुँदा ल्याएर राख्यो होला नि यिनीहरूले हिँड्ने बाटोमा बालुवा। मलाई यहाँ अरू कहीँ पनि छैन बालुवा, यहाँ मात्रै रहेछ कि है। हाइकिङ जस्तो भयो नि त यो त। यिनीहरू पनि फर्किँदैछन्। Morning. Good. Hello, sir. Good morning. Morning. How are you? I'm good. ल कता भयो यताबाट उता के रहेछ? के स्टेसन? ए राडा स्टेसन रहेछ नि त्यहाँ। ओल्डवाडको राडा स्टेसनमा जाम त हेरौँ। ओल्डवाड 2मा यहाँबाट राडर दिने भनेर लेखा त होला है त्यो। यस्तो बनाएर क्याम्पिङ हो कि के गुफा जस्तो। यति हो हिँड्ने ठाउँ छ र छैन रहेछ है। के फल होला है। यति नै हो यो, उता जानु मिल्छ र? ए मिल्दैन होला, यति नै होला। बाटो हो र होइन है यो? खै भ्यू पोइन्ट देखिन्छ कि यहाँ चरा मरेको रहेछ। यता छैन, उतै जाउँ। यो ओल्डवाड 2मा यसलाई राडा स्टेसन बनाएको भएर अनि त्यत्तिकै एट्र्याक्सनको लागि मात्र रहेछ क्या। Let's go look at it. कस्तो लागिरहेको छ त नि तिमीलाई? रमाइलो भएको छ? तिमीलाई त गर्मी भएर हिँड्न गाह्रो भयो होला है। गर्मी छ, कति 26 डिग्री छ, तर घाम चाहिँ कस्तो मजाको लागेको छ। म यहाँ एकचोटि 6 वर्ष अगाडि एकचोटि आएको छु कि म यहाँ साथीसँग। त्यो बेलामा चाहिँ कस्तो राम्रो थियो त्यो। उता माटोबाट ढुङ्गाको टुप्पो, माटो हुँदै ढुङ्गाको टुप्पोमा गएर अनि त्यहाँबाट भ्यू हेरेको थियौँ। अहिले चाहिँ त्यो ठाउँ छ कि छैन पनि, जान दिन्छ कि दिन्न।
यो ठाउँ कतिको पपुलर छ भन्ने मात्रै हो है, खासै पपुलर हुन त अहिले टु अर्ली भएर हो कि, टु अर्ली त के भन्ने 10:30 भयो। हल्का त भएछ तर त्यस्तो त्यो उस त भएन कि, शीतल हावा आछ नि त जङ्गलको हो। यहाँबाट एउटा भ्यू रहेछ, यहाँबाट नि भ्यू गर्ने ठाउँ हुन्छ। यहाँ हेरौँ त के देखिन्छ भनेर। ए यो वेल लुकआउट रे, हम्प्याक वेलहरूको लुकआउट रे हो। तिमी यहाँ शीतलमा बस्छ, म एक राउन्ड हेरेर आउँछु। वाउ ब्युटिफुल छ, आऊ त। हेऱ्यौ यहाँबाट त्यो उसहरू हुन्छ भनेर लेखिरहेको हो। माइग्रेसनको टाइममा चाहिँ के छ, माइग्रेसन बेङ्गल रिजनेबल्स बिट्विन द सेप्टेम्बर फिडिङ अन्टार्क्टिका। ए सेप्टेम्बर टु नोभेम्बर मात्रै देख्दो रहेछ। भेटिने छाडे हजुर पेपर छाया। यो त के नेपालमा हुँदाखेरि के, नेपालको त्यो जङ्गलको बिचमा तरुलहरू खोज्न, वनतरुलहरू खोज्न गए जस्तो फिलिङ आयो कि। के रहेछ यो सेन्ट्रल म्यापिङ अथोरिटी स्टेसन रहेछ नि त, के रहेछ यहाँ यस्तो म्यापिङ स्टेसन भनेछ कि रे। चाबी लगाएर राखेछ, यतिबाट होला खै छाट त हामी जाने यहाँबाट होला। यहाँबाट होइन, यताबाट हो, त्यहाँबाट आऊ। यहाँबाट हो, आऊ।
बिस्तारै आऊ है, झाडी छ। अब त्यहाँ डाँडाबाट हेर्ने हो क्या। यस्तो भिड छ यहाँ चाहिँ। यस्तो अग्लो बाटोमा कहाँबाट यस्तो बालु आयो होला है, यस्तो डाँडामा यस्तो। ल हामी चाहिँ आइपुग्यो लुकआउट। यस्तो भिड छ क्या, सिधै भिड। डर लाग्ने यस्तो छ। वाउ, योभन्दा तल चाहिँ जान मिल्दैन। यो नै हो लास्ट पोइन्ट। अघि हामी चाहिँ उल्टो बाटो गएर त्यता पुगिन्थ्यो, उल्टो बाटो गएको भए। तर त्यता ठाउँ थियो कि थिएन थाहा भएन, किनभने लास्ट टाइम नि म यहीँ आएको हो। तर घाम चाहिँ मजाले लागेको छ। चिसो चिसो हावा चलिसक्यो समुद्रले गर्दा, त्यही भएर खासै मलाई चाहिँ गर्मी भएको छैन। तर बुढीलाई चाहिँ गर्मी भनेर त्यहाँ छारीमा बसिरहेको छन् मान्छे ताइहाले। अब आज हामी लक्की त भइएन है, व्हेलहरू केही पनि देखिएन। तर व्हेलहरू आउने सिजन चाहिँ नरहेछ, नत्र अन्टार्क्टिकाबाट यता चाहिँ माइग्रेट हुँदो रहेछ यिनीहरू। सेप्टेम्बरबाट नोभेम्बरसम्ममा चाहिँ आफ्नो बच्चाहरू काप्सहरू लिएर यिनीहरू चाहिँ त्यो माइग्रेट हुँदो रहेछ वेदरको कारणले। अघि मलाई पनि थाहा थिएन, मैले अघि माथि पढेर गरेको। अब आज चाहिँ खासै देखिएन। यो त इन्फिनिटी छ, कता कता हामी कुन डिरेक्सनमा छौँ पनि केही पनि थाहै छैन। त्यस्तो छ। यहाँ त अब जति बसे नि चित्त बुझ्दैन, बसिराख्नु जस्तो मात्रै हुन्छ। त्यही भएर अब लागि यस्तो भिड छ यहाँ, यो छेउमा चाहिँ नजाउँ होला। मैले चाहिँ माइक ल्याउन बिर्सेछु, भोइस चाहिँ अलिकति क्लियर आएको छैन होला।
माइक लिएर आउनुपर्ने। त्यही त हो, फर्स्ट टाइम भ्लग बनाउन थालेपछि अब कहिले के बिर्सिन्छ कहिले के बिर्सिन्छ। आफूले डुल्ने मात्रै बानी परेको, घुम्ने उस गर्ने। हिजो हामी स्विमिङ गर्न गएको छ त्यता हो, अब कता हो अब आइडोन्ट नो, तर त्यही डिरेक्सनमा हो। डुरास, साउथ डुरास भन्ने ठाउँमा। ल अब चाहिँ फर्क्यो, गर्मी नै भयो। यहाँ त रिङ्गडै लाग्छ यस्तो ठाउँ, अलिकति विचार गरेर रिङ्गडै लाग्छ। अब चाहिँ फर्क्यौँ। अब पहिला ब्रेकफास्ट गर्नु जाऊँ। हामी चाहिँ अब फर्किँदैछौँ, गर्मी भयो अहिले फर्किँदा चाहिँ। 11 बज्यो, हामीले केही खाएको पनि छैनौँ। अब चाहिँ हामी सिधै क्याफे जान्छौँ, ब्रेकफास्ट गर्छौँ, अनि त्यसपछि कता जाने डिसाइड गरौँला है। त्यहीँ ब्रेकफास्ट गर्दै हामी चाहिँ बिहान उठेर त गुरिला बेतिर गएर आयौँ, तर हामीले केही खाएको छैनौँ है अहिलेसम्म। अब चाहिँ बाटोमा कतै गएर अनि ब्रेकफास्ट गरेर अनि त्यतैबाट हामी चाहिँ आफ्नो जर्नी कन्टिन्यू गर्छौँ। ल अहिलेलाई चाहिँ अब लेट्स गो। चाहिँ अहिले ब्रेकफास्ट गर्दैछौँ। यो कुन ठाउँ रे? मौरिया भन्ने ठाउँमा चाहिँ बसिरहेछौँ अहिले। अहिले चाहिँ यहाँ कस्तो ब्युटिफुल हेर न है, दुईतिर समुद्र बिचमा मात्रै बाटो के, दुईतिर चाहिँ टक्क समुद्र घुसाएको, दुईतिर उस भएको, बिचमा चाहिँ बाटो मात्रै फुटेर बनायो होला है यिनीहरूले। कस्तो मजाले यस्तरी बनाएर। यहाँ पनि न्यारो ब्रिज रहेछ, भनेको 1 लेनवाला मात्रै ब्रिज रहेछ है। कति पुरानो ब्रिज होला यो, एउटा गाडी वान टाइममा एउटा गाडी मात्रै पास हुने। यहाँ रोक्नु पऱ्यो, त्यहाँबाट गाडी आएपछि गाडीलाई जान दिनु पऱ्यो। कस्तो सानो ब्रिज नेपालको याद आयो। रमाइलो ठाउँ रहेछ यो चाहिँ। बामुगुईबाट लगभग 10 किलोमिटर यता हामी चाहिँ कोस्टल एरिया, समुद्रको किनार हिँडिरहेछौँ। कोस्टल एरियाको बाटो आउँदा चाहिँ भेटिँदो रहेछ यो ठाउँ। हेलो, वेलकम अगेन। अहिले चाहिँ हाम्रो सेकेन्ड स्टप बामुगुई भन्ने ठाउँमा चाहिँ, बामुगुई होइन, बामुगुई भन्ने ठाउँमा आएर हामी यहाँ रेस्ट गर्दैछौँ, लन्च गर्ने। अब पहिला चाहिँ यहाँको अब बिच समुद्रको साइड चाहिँ यसो हेर्न पऱ्यो, साइट सिन गर्नु पऱ्यो। अनि त्यसपछि चाहिँ अनि त्यहाँ बामुगुईको यो सानो टाउन सेन्टर रहेछ, टाउन सेन्टर हेरेर अनि यतै लन्च गरेर अनि हामी हाम्रो अर्को डेस्टिनेसनमा जाँदैछौँ। ल त्यही हेर्दै म है त। यताबाट कस्तो मजा आएको, सानो टाउन सेन्टर। Hello.
मजाले खेलेर बसेको यहाँ बसेर मजाले अलिकति घाम भएर उसकै है अब फेरि बिचमा आउने भनेपछि घाम नि चाहियो तर त्यस्तो उताको जस्तो त गर्मी नरहेछ है बुढी उता त उता घरतिर त आज त 41 42 छ यहाँ त अहिले कति छ कुनि 26 23 23 त नर्मल हो नि के छ विचार पौडी खेल्ने विचार छ अहिले हो अब यहाँबाट हेरौँ है त उताको साइडमा गएर हेरौँ यहाँ चाहिँ यस्तो छ बस न अब क्या खाने त अब आज थाई खाना नलेखेको रहेछ ओ अहिले 4 बज्यो 4 नि बजेको छैन है कति बजे छ 4:30 भयो अब आधी घन्टा 45 मिनट कुरेर खाएर जानु त ढिलो हुन्छ त्यही भएर अब हामी चाहिँ अब अर्को केही खान्छौँ अनि यहाँबाट अब क्यानबेरा जान्छौँ क्यानबेरा अब यहाँबाट पुग्नलाई चाहिँ 2 घन्टा 10 मिनट लाग्छ घर पुग्नलाई हिजो र आज एकदमै हामी चाहिँ भियतनामिज टेक अवे लिएर आएर थाई खाने भनेको थाई भेटिएन अनि भियतनामिज टेक अवे लिएर आएर यसरी टक्क समुद्रको छेउमा बसेर भियतनामिज टेक अवे खाँदैछौँ कस्तो हुँदैछ त बुढी कस्तो मिठो छ कस्तो लाग्यो तिमीलाई मिठो छ सस चाहिँ मिठो छ क्रिस्पी नुडल्सलाई टक्क यो फेस डिटेक्सन भएछ कि यसलाई इनेबल गरेर यता हालेर कस्तो नमिलेको है खिच्नै नमिले यहाँ चाहिँ अलिकति चिली सस छ पिरो छ यो त चिली सस पिरो छ है तिमीले सस खायो फ्राइड राइस हामी त्यस्तो भ्यूमा बसेर तिमीले खाएको ट्याक्कै
चिप्ससँग एलर्जीमै एउटा दिएको एम्मा कति धेरै फरक एलर्जीमै एउटा दिएको एम्मा कति धेरै फरक यति धेरै आयो एउटालाई दिएको अब दिनुहुन्न खानै दिन्न फेरि कस्तो मजाले सबैजना आएको है दिन नहुँदो रहेछ है यिनीहरूलाई यिनीहरूलाई दियो भने सबै आउँदो रहेछ कहाँबाट बस्दा रहेछ नि सबै आउने फेरि कहाँबाट देख्ने क्या फेरि है दुई तिनवटा थिए तर त्यसलाई पिरो भयो कि भएन है चिप्स त पिरो थियो नि है त्यस्तो पिरो चिप्स दिएको नि गम 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 खाइदियो सब्जी नि खान्छ नि खान्छ कति क्युट हुने क्या यिनीहरू अल्छी भएको क्या घाँस गरी यिनीहरू माछा टिप्न जानुपर्ने होइन माछा टिप्न अल्छी लाएर यहाँ कुरेर खानेकुरा कुरेर बसेका क्या तिमीहरूलाई अल्छीहरू त्यहाँ आफ्नो काम गरेर खानु पऱ्यो नि त्यसै खानु पाइन्छ है बुझ्ला नि फेरि जाला जानु पऱ्यो नि समुद्रमा माछा टिप्न गयो त सबै गयो अब केही नपाइँदो रहेछ लगाइन्छ म चाहिँ खाना इन्जोय गर्छु फुड इन्जोय गरेर अनि हामी चाहिँ अब क्यानबेरातिर लाग्छौँ यहाँबाट 2 घन्टा कति 2 घन्टा 15 मिनट होइन घर आजलाई चाहिँ अब 2 घन्टा 15 मिनटमा घरमा गएर रेस्ट गर्ने थके लाग्छ हिजोबाट ट्राभल गरेछ धेरै ट्राभल गऱ्यो 1000 किलोमिटर ट्राभल गऱ्यो है त्यहाँबाट यहाँ 200 भयो त्यहाँबाट नि उता वहाँ बेगासम्म पुगेर आयो धेरै ट्राभल भयो अब खाएर एकछिन रेस्ट गरेर हामी चाहिँ घर जान्छौँ अब भोलिबाट काम सुरु छ थर्सडे फ्राइडे स्याटरडे काम सुरु छ सन्डे छुट्टी छ त्यही भएर अब चाहिँ नेक्स्ट भ्लगमा अब के हुन्छ नेक्स्ट भ्लगमा भेटौँला है त बाई बाई भन्दै बाई See you guys. Thank you for watching.